साथीहरू प्युठान यात्रामा सुरु भइसक्यो है हाम्रो ल सुरुमा माछाबाट सुरु भयो अझै पनि कति दामी छ अरे हाम्रो ओखरीको गाउँ यहाँनिर हाम्रो घर थियो अहिले त बेचियो अब बेचे पनि हाम्रो बारीका पाटा सबै चिनिन्छ यहाँ के घाँस काटिराखन् के घाँस हो यो यहाँ काटिराख्ने यहाँ मान्छेले घाँस भन्छ कतिजना एकजना दुईजना तिनजना चारजना को मान्छे भने चिनिन्छ होला है त यहीँ गएर पनि चिनिन्छ यो हाम्रो ओखरीको पहाड घर यो हो मैले पढेको सबभन्दा सुरुको स्कुल यो त एक कक्षा होइन यो एक कक्षा थियो होइन अझै पनि छ कसले हगेर यस्तो बनाएछ किन हग्छ नलगे यो 2 कक्षा होइन यो 2 कक्षा यो 3 कक्षा यहाँ यार यस्तो सर्पा हुन्थ्यो यार त्यतिखेर माथि माथि सर्पा हिँड्ने हुन्थ्यो यार दाइ अहिले नि हिँड्छ होला यो 3 कक्षा यो हो 4 कक्षा त्यतिखेरको यार कति राम्रो थियो कति लिपिन्थ्यो सिक्यो त के त 5 कक्षा 1 कक्षा 2 कक्षा 3 कक्षा 4 कक्षा यो 5 कक्षा हो 1 कक्षा 2 कक्षा 3 कक्षा 4 कक्षा यो 5 कक्षा यो त अफिस हो त्यो जमानाको अफिस भिआइपी अफिस अहिले यस्तो जियो छ ओखरीको स्कुल घाममा हानेर पढिन्थ्यो यार हाम्रो कृष्ण सर भन्नेले हामीलाई कति लट्ठी ड्याङ ड्याङ हानेर दाइ यहाँ टुटिल्का उठ्या हुन्थ्यो यहाँ त दाइ यहाँ तल खस्यो भने त पुरै त्यतिखेर त चोट आएको थियो अहिले त हाम फाले पनि केही हुनु रहेछ दाइ यहाँ मुनि हेर्नु न दाइ यहाँ त खस्यो भने त चोट लाग्थेन र तर यो आँगन धेरै ठुलो थियो कि दाइ पहिला भत्क्यो यस्तो राम्रो स्कुल यार अझै पनि छ सम्झनाको लागि त अझै रहेछ तर जे भने यो स्कुल चाहिँ टपर मै थिएँ है विश्व भवानी केसी भनेर होइन 5 क्लाससम्म टप्या मान्छे हो तर देखेर गएर अलि कम टपर भएँ यहाँ चाहिँ यो 5 क्लाससम्म त टपरै हो म फेरि त्यो त हाम्रो हेड सरलाई थाहा म्याथमा त यार त्यतिखेर 30 पूर्णाङ्कको हुन्थ्यो 30 मा 30 ल्याइदिन्थेँ मैले यार यसमा अब यो त्यतिखेर सबभन्दा ठुलो ग्राउन्ड थियो के टिलो खेल्ने टिलो अहिले त अब सानो रहेछ यहाँ पनि जग्गा नै सानो भए जस्तो लाग्न थाल्छ किन होला यस्तो यार घारीहरू बढी भएर जग्गा सानो भयो होला क्या यहाँ त यो खोल्सामा कति तल जान्थ्यो बल यार कति दुःख गर् अब हेर्नुहोस् यहाँ तपाईँ कमाल देख्नुहुन्छ यो कहाँको आबै हो होइन जो पनि हो आबै कस्तो राम्रो बाख्रा हेरिरहनु भयो बाख्रा क्या मजाले चरिरहेछन् यो हो हाम्रो तल्लो मोजा जाने बाटो हो यहाँबाट टक्क लाएर हामी तल्लो मोजा जान्थ्यौँ यो बाटो छन् त अहिले पनि रहेछ तर मान्छे हिँड्दैनन् क्या यो बाटो अनि यो हो ओखरी गाउँ टक्क ओखरी गाउँ यो हो भरु खोला दाइ त्यो भरु खोलाको ठुलो आँप होइन यत्नै नजिकै देखिरहेको दाइ त्यो त कहाँ कहिले देखेको थिएन मैले यहाँबाट अहिले त यहीँ नजिकै देखिरहेको छु हामीले सिस्ने खोलो भन्थ्यो यो अब खत्रै खोलो जमानामा यो सबै खरेन हाम्रो थियो अनि यहाँ ओडारमा क्या डेन्जर ओडार थियो यो ओडारमा त हामीले होइन त्यतिखेर पिकनिक अहिले पिकनिक भन्छ त त्यतिखेर के भन्थ्यो यार हामी चामल अन्डा सन्डा चोरा ल्याएर यहाँ पकाएर खान्थ्यौँ कस्तो रमाइलो हुन्थ्यो यार ओडार यसलाई ओडार भन्छ अब यहाँ माथि छ दाइ यो दाइ हाम्रो यो बाटोदेखि सबै हाम्रो खरेन होइन यो खरेनमा कति बगाल चाहिँ पाउनु कहाँनिर दाइ ठ्याक्कै त्यो खरेन बिचमा होइन
ओ यहाँनिर कति धेरै त्यहाँ पाउँथ्यो यार बगाले थियो यहीँबाट सेत्तै देखिन्थ्यो अब अहिले त खाइसक्यो होला नि होइन जसले नि खायो मिठो त्यो खायो ल खाने मान्छेले भिडियो देख्यो भने चाहिँ यसो कमेन्ट चाहिँ गरिरहनु है यसलाई भन्छ सिस्ने खोला मजा हुन्छ नि हाम्रो क्या दामी वेदर छ लाएर यो मेरो पहाडको घर साथीहरू प्युठान ऐरावती कति हो थाहा छैन अहिले ऐरावती भन्दो ऐरावती भन्दो रहेछन् ऐरावती 2 ओखरी भन्छन् यो हाम्रो प्युठानको पहाड घर म जुम गरेर देखाइरहेको छु कुन घर हो भनेपछि ओ यो घर टक्क यो तलको गोठ भयो गोठको छेउमा टोयलेट छ यो माथिको बार्तली भएको रातो जस्तोवाला घर बार्तली सहितको यो हाम्रो घर थियो अब अहिले त छैन भयो नि अझै पनि बेच्ने हो भने किन्न आउन नि सकिन्छ है यो घर अफर टक्क किनेर राख्ने प्लानमा छ म अनि यहाँ माथि चाहिँ हाम्रो पुरानो घर यो आँपले छ क्या यो बाजेको पालाको घर हो यो हाम्रो बाबाले किनेको घर हो क्या दामी छ माथि उसमा चाहिँ जस्तामा चाहिँ दिखम रहेछ हो यो वाला घर यो क्या दामी ए एउटा यहाँ पिपलको बोट पनि छ करे तर यो पछाडि जग्गा नि हाम्रो है दाइ ऊ यहाँ पारि यो भएको दुईवटा ऊ भएको जग्गा नि हाम्रो ऊ यो बिच्च गाउँको यो तल यो पुच्छार मान्छे हिँडिरहेदेखि यो सर्लक्कै माथि छ न हाम्रै हो खतरा जग्गा थियो यहाँ पनि तर देखेरमा नि योभन्दा धेरै छ टेन्सन लिनु पर्दैन ऊ यहाँ माथि यो पुरै हाम्रो यो घर यो माथिसम्म हाम्रो थियो है हाम्रो थियो लाएर ऊ यहाँबाट गएर यो कात्तिको यो पिपलको बोट छ यो डाँडै हाम्रो फेरि हो यो तल खरेनदेखि यो पुरै डाँडै हाम्रो थियो हाम्रो यो भन्न त मिल्दैन फेरि ठोक्लन साथीहरूले हाम्रो थियो अझै पनि यो हाम्रो बनाउन सकिन्छ बेच्ने हो चाह्यो भने बेच्ने हो भने अब आउन पनि यो किन्न पनि सकिन्छ है साथीहरू दामी ठाउँ छ के यार पहाड घर यार माया चाहिँ लाग्छ डरो म त अहिले पनि किनेर राखिदिउँ जस्तो लाग्छ कि अहिले यसो छोराहरूलाई घुमाउन ल्याउँ छोराछोरीलाई जस्तो लाग्छ कि छोराले पनि दिएको छु म जन्मेको छु हो र रिसाएर फोन काट्नुपर्छ जति भिडियो बनायो त्यति बनाउन मन लाग्छ अब के गर्ने अब यो जमाना अब यो कुहिरो रातिर नि गइन्थ्यो यार घाँस काट्न यार दाइहरूको पछि लाएर कहाँ गइएन यो पाहाड हुँदा त घाँस काटिन्थ्यो है दाइ पहिला ए भगवान् यो भिरभन्दा माथिल्लोपट्टि ठ्याक्कै यो भिरभन्दा माथिल्लोपट्टि हाँड मम्मीहरू आएर घाँस काट्नुहुन्थ्यो अनि दाइ के अरे दाइ यो ठ्याक्कै यो यहाँ तपाईँ पनि आउनु भएको थियो यो घाँस काट्न को आउनु भएको थियो मम्मीलाई नि याद छैन तपाईँले भन्नुभयो भने याद हुन्छ भनिदिनु त के हो ऊ यहाँनिर क्या ठ्याक्कै दाइ के अरे ऊ ए के अरे त्यहाँ कहाँनिर दाइ गलमरी के पर भन्छ कि यहाँनिर त्यो परमाथि यहाँ घाँस काट्नु भएको थियो कि सानसानो हुँदाखेरि
त्यो थाप्लो माथि घाँस काट्यो 3-4 मुठा बोकेर अँ काटेर बोकेर निस्किनु भएको थियो अँ बर्खाको बेला के अरे त्यो ढिकमा गरेको ढिक ठ्याप्पै गरेर फुत्केर घाँस मुठा भरि तल झरे हुन् कि यहीँ तल खोलामा एउटा झरे ए खै खर सोध्नु के सोध्नु अरे त्यहाँ यो थाप्लामाथि त्यहाँ फुत्किया भए त बाँच्ने चान्सै हुन्थेन तेरि यहाँ मम्मीले नि कति दुःख गर्नुभयो होला क्या दाइ रातो परा त्यस्तो त्यो यो परामा नि माथि नि जाने रे कि दुःख त कति गर्नुभयो होला क्या हाम्रो मम्मीले त आज गएर देखाउँ त्यो भिडियो मम्मीले थाहा पाउनुहुन्थेन यो पराबाट यो यहाँनिर सिमलको बोट थियो है मम्मी त्यो सिमलको बोटबाट यहाँ पारिपट्टि यो परामा कि तपाईँ र मम्मी मात्र हुनु भएको थिएन मलाई केले उसले अरियाल त त्यतिकै चोक्टै लगिदियो क्या यो जङ्गल त पुरै मैले त चाले अब के भन्ने मम्मीलाई त कति गलमौरीको वन भन्थ्यो त्यस्तोमा आएर घाँस काट्छ टोलको हालत यस्तो छ कोही छैन कोही जियो छ यो सुन्तला मैले एक वर्ष टिपेर लाग्छु किनलाई भन्ने मान्छे यहाँ छैन हेर न कोही छैन कि यो टोलैमा कोही छैन छोड्यो यार मान्छे कता यहाँसम्म लाग्छ कि यो धारामा हामी लाइन लाएर पानी थाप्छौँ लाइन लाएर पानी थाप्छ अब किन लाइन लाग्नु पऱ्यो कि गाडी ल्याएछ भने एक गाडी भर्छ एकछिन के लाइनै लाग्नु पर्दैन ए भगवान् कति राम्रो धारो थियो ट्याङ्की यो कोही छैन गाउँमा यहाँ के भन्छ मलाई यहाँ पाहाडको आपाबुको यो घर हो बाजेको घर घर छ सुन्तला त अब 150 भन्दै मान्छे यही हो कि 150 मान्छे माथि कोटा जान्छ अन्ती नमस्ते कोही छैन कागतीका बोट यति धेरै छ अब यो हामी टक्क बस्ने हो दाइलाई के भन्छ ओसारी होइन ओसारी भन्छ पाहाडमा ओसारी यहाँबाट यही झ्यालबाट कति नाच्न भाग्छ नाच हेर्न भाग्छ हामी त्यहाँबाट यस्तो के दाइ ठिकै छैन हामीले के भन्थ्यो यहाँबाट हिँडेर तलको घरमा उठ्छ टक्क होइन यो हाम्रो आफ्नै बारीहरू पार घरको सबै अनौठो जस्तो भइसक्यो बाटो नि अर्कै भए जस्तो लाग्छ अरू ठुलो बाटो भए जस्तो लाग्छ अर्कै बाटो सबै चिज परिवर्तन हुँदो रहेछ जे भयो सिँचाइको कुलो होला पहिला त व्यवस्थित जग्गा रहेछ यहाँ मुनि पनि हाम्रै जग्गा हो हाम्रै जग्गा
पहिला जता हेऱ्यो सुन्तला जता हेऱ्यो मौसमी यहाँ त यो बा अमिलेको छ यसलाई हामी लामो बाटो भन्थ्यौँ लामो बाटो ठुलो भए जस्तो लाग्थ्यो अन्त सानो देख्छु मेरो आँखा नै सानो भयो यो खसरा बुट हो यो खसरा बुट ये अमिलो क्या फल है अमिलो त बुढा भयो होला आन्टी ए बोरी यो हाल्ने अचार खान्छ रे अचार खा पोट्टो बनाउने पोट्टो त्यही होइन पोट्टो भने दामला बनाउने त्यसको छेउमा एउटा ठुलो खल्टु थियो त दाइ कहाँ गयो कत्रो खल्टु थियो यो कत्रो अग्लो थियो सुरिलो त फेरि हामी माया दिने आन्टी यो पातमा त चल्थेँ मैले अहिले अनि म यसमा चढ्नु छैन त्यस्तो एक दिन मम्मीले होइन त्यहाँ बाख्रा घाँस खानु लगाएर आएको पुरै यो खोल्छेर पुरै के चल्नु लाग्यो ए हाम्रो त भैँसी नै टाढा हुन्थ्यो एउटापट्टि गोर्थ्यो त्यो गोर्खाले गोरु र गाई कति हुन्थ्यो अनि यो घरमा नि आउला रानमा नआउला अरे यो किन ढल्यो त यो रानमा नआउला अरे यो किन ढल्यो ए काली आउँछ नि बाबु यहाँ काली आउँछ नि यहीँसम्म आउँथ्यो काली ऊ यहीँसम्म आउँथ्यो काली दाइ यो खुर्सानी के रे यो खुर्सानी कति किलो हुन्थ्यो कि दाइ यो खुर्सानी के रे यसको नाम के खुर्सानी यति पिरो हुन्थ्यो यहाँ टन्नै कहिले भुटिँदैन कि खुर्सानी दाइ आफै आउने अहिले तल पनि होला यो यहाँ त जहिले हुन्थ्यो हाम्रो यहाँ पनि धारो यहीँ नै त्यो धारो पार्नु किन तपाईँले त्यसलाई स्याहार समार नगरेर तपाईँले के गर्नुपर्छ भने त्यो ढलेपछि त्यसलाई यो डर लाग्छ यार मलाई पहिला नि डराउँथ्यो सानो पहिला डर लाग्छ ल्याउनलाई यस्तो थियो यो घर टक्क दही अमिलो लगाएर भोलि टक्क दहीमा साँधेर खानुपर्छ यो हाम्रै आफ्नै अमिलो टक्क मिठो अमिलो होइन एउटा प्लास्टिक ल्याउनु के
यार रातो रातो भाइ भच्चै जाउँला नि तल फेरि यार अब यस्तो दुःख गरेर हामीले अब फल खान लगाएको यहाँ कति दामी फल हुन्छ अब यो यसलाई के त भन्छ यार तर मनमा आएन दिमागमा आएन ओ के हो साथीहरू यो फलको नाम ल कसैले जानेछ भने फ्याट भनिदियो होइन जाने छैन भने अब हामीले खाएको हेरौँ यसरी आहा आहा बहुत मिठो छ दाइ यार सानामा त बहुत खाइन्थ्यो अहिले त अब यो खान त खाइयो पेट दुख्ने हो कि बहुत मिठो छ है दाइ के हो यसको नाम दाइ तपाईँलाई पनि थाहा भएन है तपाईँलाई थाहा पनि क्या दामी ठाउँ छ ट्र्याक्टर पनि काठमाडौँ लाग्छ है ट्र्याक्टर पनि काठमाडौँ लाग्छ